क्वेसन नम्बर 1, बच्चा अवस्थामा मानिसको शरीरमा कति हाडहरू रहेका हुन्छन्? बच्चा अवस्थामा मानिसको शरीरमा कति हाडहरू रहेका हुन्छन्? अप्सन ए 306 वटा, अप्सन बी 300 वटा, अप्सन सी 305 वटा, अप्सन डी 307 वटा। यसको सही अप्सन रहेको छ अप्सन बी 300 वटा। क्वेसन नम्बर 2, इबोला भाइरसले सबभन्दा बढी असर पार्ने मानव अङ्ग कुन हो? इबोला भाइरसले सबभन्दा बढी असर पार्ने मानव अङ्ग कुन हो? अप्सन ए आँखा, अप्सन बी नाक, अप्सन सी फोक्सो, अप्सन डी मुटु। यसको सही उत्तर रहेको छ अप्सन सी फोक्सो। क्वेसन नम्बर 3, शरीर तथा शारीरिक अङ्गहरूको कार्य गडबडी तथा विकृति आउनुलाई के भनिन्छ? शरीर तथा शारीरिक अङ्गहरूको कार्यमा गडबडी तथा विकृति आउनुलाई के भनिन्छ? यसको सही उत्तर रहेको छ रोग। फोहोर पानी, झिङ्गा, फोहोर, हात, धुलो आदिले खाना के हुन्छ? फोहोर पानी, झिङ्गा, फोहोर, हात, धुलो आदिले खाना के हुन्छ? यसको सही उत्तर रहेको छ दूषित। क्वेसन नम्बर 5, नेपालको स्वास्थ्य सेवा कुन प्रतिको स्वास्थ्य सेवामा आधारित छ? नेपालको स्वास्थ्य सेवा कुन प्रतिको स्वास्थ्य सेवामा आधारित छ? यसको सही उत्तर रहेको छ प्राथमिक स्वास्थ्य सेवा। क्वेसन नम्बर 6, मानिसमा सामान्यतया यौन अवस्था कति वर्षदेखि सुरु हुन्छ? मानिसमा सामान्यतया यौन अवस्था कति वर्षदेखि सुरु हुन्छ? अप्सन ए 13 वर्ष, अप्सन बी 14 वर्ष, अप्सन सी 15 वर्ष, अप्सन डी 16 वर्ष। यसको सही अप्सन रहेको छ अप्सन ए 13 वर्ष। नम्बर 7, शरीर वृद्धिको निमित्त चाहिने सबै पदार्थ कुन खानेकुरामा पाइन्छ? शरीर वृद्धिको निम्ति चाहिने सबै पदार्थ कुन खानेकुरामा पाइन्छ? अप्सन ए दुधमा, अप्सन बी दहीमा, अप्सन सी महमा, अप्सन डी अन्डामा। यसको सही अप्सन रहेको छ दुधमा। यसै गरिरहेको छ क्वेसन नम्बर 8, खानामा फलामको कमीले लाग्ने रोग कुन हो? खानामा फलामको कमीले लाग्ने रोग कुन हो? यसको सही उत्तर रहेको छ रक्त अल्पता। क्वेसन नम्बर 9, अन्डामा कुन कुन भिटामिन पाइन्छ? अन्डामा कुन कुन भिटामिन पाइन्छ?
यसको सही उत्तर रहेको छ भिटामिन ए, बी र डी। यसै गरी रहेको छ क्वेसन नम्बर 10, 1 ग्राम कार्बोहाइड्रेटले कति क्यालोरी शक्ति दिन्छ? 1 ग्राम कार्बोहाइड्रेटले कति क्यालोरी शक्ति दिन्छ? यसको सही उत्तर रहेको छ 4 क्यालोरी। क्वेसन नम्बर 11, कुन भिटामिनको कमीले मुख तथा ओठमा घाउ आउने गर्छ? कुन भिटामिनको कमीले मुख तथा ओठमा घाउ आउने गर्छ? अप्सन ए भिटामिन बी, अप्सन सी भिटामिन सी, अप्सन सी भिटामिन डी, अप्सन डी भिटामिन ए। यसको सही अप्सन रहेको छ अप्सन ए भिटामिन बी। प्रशान्त महासागरले पृथ्वीको कति भाग ओगटेको छ? प्रशान्त महासागरले पृथ्वीको कति भाग ओगटेको छ? यसको सही उत्तर रहेको छ करिब 1/3। सन् 2014 मा ज्वालामुखी विस्फोटपछि हाङ्गा टङ्गा नामक नयाँ टापु कुन महासागरमा बनेको थियो? सन् 2014 मा ज्वालामुखी विस्फोटपछि हाङ्गा टङ्गा नामक नयाँ टापु कुन महासागरमा बनेको थियो? यसको सही उत्तर रहेको छ प्रशान्त महासागरमा। सबैभन्दा सानो महासागर सुमेरु महासागरको तुलनामा प्रशान्त महासागर कति गुणा ठुलो छ? सबैभन्दा सानो महासागर सुमेरु महासागरको तुलनामा प्रशान्त महासागर कति गुणा ठुलो छ? यसको सही उत्तर रहेको छ 11.5 गुणा ठुलो छ।